हेलो साथीहरू, नमस्कार नमस्कार। आशा छ सबैजना सन्चै आरामी हुनुहुन्छ। हामी चाहिँ आज छेमाताल, मुस्ताङ जिल्लामा रहेको छेमाताल को यात्रा क्रममा छौँ। अब हामी चाहिँ बाइकमा यहाँसम्म आयौँ। अब चाहिँ हाम्रो पैदल यात्रा सुरु हुँदैछ। यहाँबाट चाहिँ करिब करिब 1-1.5 घन्टाको बाटो छ सुन्नमा आछ साथीहरूले भनेअनुसार। यहाँ हेर्न सक्नुहुन्छ, यस्तो बोर्ड छ, यहाँबाट चाहिँ प्रश्न बुझ्न सकिन्छ। यहाँ लेखेअनुसार चाहिँ 3450 मिटर माथि छ अरे यो चाहिँ छेमाताल। अब हेरौँ कतिसम्म भ्याइन्छ। अब माथि हामी जाँदैछौँ। अब भिडियो चाहिँ पुरा रूपमा हेरिदिनु होला साथीहरू, च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियो मन परेमा चाहिँ लाइक गरिदिनु होला। आफ्नो सुझाव सल्लाह केही प्रतिक्रिया भयो भने चाहिँ कमेन्ट मार्फत दिन सक्नुहुन्छ है साथीहरू। यहाँबाट हेर्न सक्नुहुन्छ यो निलगिरी हिमाल र यो जङ्गलको बाटो, यो हेर्न सक्नुहुन्छ। पारिपट्टि हेरिराख्नु भएको छ त्यो चाहिँ साथीहरू यो धुम्बा लेक हुँदै छेमाताल जाने बाटो हो कि हाम्रो अनुमान हो साथीहरू। र यहाँबाट चाहिँ जाने बाटो चाहिँ यो है साथीहरू। यसरी चाहिँ यहाँ बाइक पार्किङ गरेर चाहिँ यो बाटो हुँदै जान सक्छौँ। यहाँ हेर्न सक्नुहुन्छ यो अनुसार छ बाटो चाहिँ यस्तै हिँड्दै जाने हो। स्पोर्ट बाइक र भिआर टाइपको बाइक छ भने चाहिँ यहाँ बाइकबाट पनि माथिसम्मै जान सकिन्छ। हाम्रो चाहिँ त्यो टाइपको बाइक नभएर चाहिँ हामी तलै पार्किङ गरेर चाहिँ हामी जाँदैछौँ। कृपया हाम्रो भिडियोसँग बसिदिनु होला साथीहरू है। यो चाहिँ माथितिर जाने बाटो हो साथीहरू। यो छेमाताल जाने बाटो, यो चाहिँ जङ्गल बाटो छ। जङ्गल बाटो गर्दै हामी जाने हो माथिसम्म। यहाँको दृश्यहरू मैले तपाईँहरूलाई चाहिँ देखाइदिएँ। एकदम राम्रो रमणीय लोभलाग्दो दृश्य छ साथीहरू है। आशा छ भिडियो तपाईँहरूलाई मन पराउनेछ। हाम्रो भिडियोसँग बसिदिनु होला है, पुरा भिडियो हेरिदिनु होला साथीहरू। साथीहरू हामी चाहिँ अहिले यही यात्राकै क्रममा छौँ। यहाँ यात्राकै क्रममा चाहिँ यहाँ देखिएको यो रमाइलो दृश्य चाहिँ मैले तपाईँहरूलाई देखाउन खोजेको। यो जङ्गली एरिया है साथीहरू। यो चाहिँ धौलागिरी हिमाल है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ धौलागिरी हिमाल। हामीले आएको बाटो चाहिँ यही हो। यहाँ हेर्नुहोस् है साथीहरू, यो छेमाताल जाने बाटोमा छौँ हामी। यो बाटो हेर्न सक्नुहुन्छ। यो साथीहरू हामी चाहिँ अहिले छेमाताल यात्राको क्रममा छौँ। यो चाहिँ जङ्गलको बाटो हामी अहिले कट्दैछौँ। जङ्गलको बाटो चाहिँ यो अनुसार छ है साथीहरू। यो हेर्न सक्नुहुन्छ, यही बाटो हो जाने। यो चाहिँ जङ्गली पुरै एरिया, जङ्गल एरिया पुरा। बाटो चाहिँ यही हो। यता हुँदै जाने हो साथीहरू। यताको जङ्गलको दृश्य, हिमालको दृश्य, यो चाहिँ धौलागिरीको दृश्य देखाउनलाई मैले चाहिँ गरेँ है साथीहरू। साथीहरू हामी यात्राको क्रममा छौँ। यात्राको क्रममा चाहिँ यहाँ अलि दृश्यहरू यसो देखाउन खोजेको मैले चाहिँ। हेर्नु, चिसोले चाहिँ यस्तो भएछ है, रोकियो पुरै सुकेको रहेछ। बाटो चाहिँ यस्तो छ साथीहरू। जङ्गल चाहिँ यो जङ्गल कटिसकेपछि मात्रै छेमाताल पुग्ने रहेछ। यो चाहिँ धौलागिरीको भ्यू भयो। अलि जङ्गलले छेकियो भएर प्रष्ट देखिएको छैन साथीहरू। यो चाहिँ बाटो, हामी आएको बाटो सजिलै छ, सजिलै आउन सकिन्छ। हिँड्ने गरी अब 1 घन्टा भन्न सके। अब 1 घन्टाको साटोलाई 2 घन्टा लागे पनि बाटोको रमाइलो लिँदै, यो चाहिँ फुल हेर्नु साथीहरू। बाटोको रमाइलो गर्दै पुग्न सकिन्छ सजिलै छेमाताल। यही हिमालको फेदमा छ, के अरे ठ्याक्कै काखमै छ भन्छ छेमाताल। अब हेरौँ अझ कति लाग्छ होला। हामी चाहिँ
निरन्तर हिँड्दैछौँ जङ्गलको बाटो। ल कृपया हाम्रो भिडियो चाहिँ पुरा हेरिदिनु होला, तपाईँहरूको लागि महत्त्वपूर्ण हुनसक्छ। भोलि पर्सि यतातिर आयो भने चाहिँ जानकारीको लागि सजिलो हुनसक्छ साथीहरू। कृपया च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। अब यात्राको क्रममा हामी चाहिँ लगभग नजिक पुगिसकेका छौँ। क्षमाताल नजिक पुगिसकेका छौँ। यो हेर्न सक्नुहुन्छ हिमाल चाहिँ यहाँबाट यस्तो देखिएछ दामी है। घाम पनि मजाको लागेको रहेछ। आजको दिनै एकदम राम्रो दिन छ। हावा पनि खासै लागेको छैन यतातिर। हामी आएको बाटो चाहिँ यही हो है साथीहरू। यता बाटो चाहिँ हिँड्दै यसरी जाने हो। जङ्गलको बाटो छ। तेर्सै बाटो, त्यस्तो अप्ठ्यारो बाटो छैन। तेर्सै बाटो हिँड्ने हो। यो हिमाल चाहिँ यस्तो छ। यो जङ्गल अवस्था चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ यो जङ्गल। कृपया हाम्रो भिडियो चाहिँ पुरा हेरिदिनु होला है साथीहरू। अति नै महत्त्वपूर्ण हुनसक्छ तपाईँहरूको लागि। रमाइलो यात्रा हुँदैछ। त्यहाँ पुगिसकेपछिको भ्यू पनि एकदम अवश्य पनि राम्रो हुनेछ हाम्रो विश्वास छ है साथीहरू। कृपया पुरा भिडियो हेरिदिनु होला। साथीहरू हामी चाहिँ अहिले यो क्षमाताल भन्ने ठाउँभन्दा अलि माथि आएको छ। हाम्रो यात्रा त सकेसम्म क्षमातालसम्मकै थियो। तर हामी बाटो चाहिँ बाटो हिँड्दै गर्दाखेरि अर्कै बाटो लागेछौँ। अर्को बाटो भन्दा पनि यो निलगिरी हिमालको ठ्याक्कै काखमै पुगेछौँ हामी। यहाँनिर हेर्न सक्नुहुन्छ जङ्गलको बाटोमा यति धेरै बाक्लो हिउँ छ साथीहरू। यी हेर्न सक्नुहुन्छ हिउँ चाहिँ एकदम बाक्लै छ साथीहरू। यहाँ चाहिँ निलगिरी हिमालको भ्यू चाहिँ राम्रोसँगले देख्न सकिन्छ। यो सकेसँग पिकनिक स्पोट भनेर चाहिँ भने पनि बुझ्न सकिन्छ यहाँबाट राम्रो दृश्य छ है साथीहरू। यहाँ चाहिँ दिनभरि पिकनिक गरेर क्षमाताल घुमेर पिकनिक गरेर हिउँ खेलेर जान मिल्ने ठाउँ छ साथीहरू। यो मुस्ताङको क्षमातालभन्दा अलि माथिल्लो भेगको दृश्य साथीहरू है साथीहरू। यहाँ चाहिँ जङ्गलको बाटो छ। यता यो जङ्गलको बाटो कटेर चाहिँ हामी चाहिँ माथि आएछौँ। अब चाहिँ हामी फेरि पनि तलै क्षमाताल जान्छौँ। क्षमातालको दृश्य चाहिँ अवश्य पनि तपाईँहरूलाई देखाउनेछु। कृपया हाम्रो भिडियोलाई पुरा हेर्ने होला। अहिले चाहिँ यो निलगिरी हिमालकै है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ कति नजिक छ, एकदम नजिक छ है साथीहरू। हेर्नुहोस्, हिजो मात्रै हामीले चाहिँ धौलागिरी आइसफलको यात्रा गरेका थियौँ, पदयात्रा गरेका थियौँ। 4 घन्टा 5 घन्टा चाहिँ हामीलाई चाहिँ उक्लिन टाइम लागेको थियो अनि 2 घन्टा चाहिँ झर्न टाइम लागेको थियो। अनि त्यस पछाडि आज मात्रै चाहिँ हामी फेरि अब यहाँ क्षमाताल आछौँ। यहाँको दृश्य पनि एकदम अविस्मरणीय छ। यात्राको एकदम रमाइलो यादगार दृश्य छ है साथीहरू। यता यहाँको दृश्यहरू चाहिँ मैले तपाईँहरूलाई देखाएँ। अब चाहिँ हामी फर्किन्छौँ साथीहरू। फर्केर चाहिँ हामी फेरि क्षमाताल जान्छौँ। क्षमातालको दृश्यहरू चाहिँ हामी तपाईँहरूलाई देखाउनेछौँ। कृपया हाम्रो भिडियो चाहिँ पुरा हेरिदिनु होला है साथीहरू। एकदम रमाइलो अनि महत्त्वपूर्ण हुनसक्छ। कृपया हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला। आफ्नो सुझाव प्रतिक्रियाहरू पनि कमेन्ट मार्फत चाहिँ दिन सक्नुहुन्छ है साथीहरूलाई। साथीहरू हामी क्षमाताल झर्दैछौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामी पुग्नुपर्ने ताल त्यही हो साथीहरू है। यो हेर्न सक्नुहुन्छ क्षमाताल भन्ने यही हो। हल्का जमे जस्तो छ। हेरौँ अब त्यहाँको दृश्य कस्तो होला। अब चाहिँ हामी यता लाग्दैछौँ, झर्दैछौँ। यो चाहिँ क्षमाताल माथिबाट देखेको। हामी चाहिँ अन्त्य बाटो लागेको भएर चाहिँ यो क्षमाताल पुगेनौँ। क्षमातालभन्दा अलि माथि लाग्यौँ। अब चाहिँ फेरि हामी क्षमाताल जाँदैछौँ। अब त्यहाँको दृश्यहरू देखाउनेछु। कृपया भिडियोसँगै बस्दिनु होला। यो बाटो चाहिँ हो साथीहरू। यही बाटो हेर्न सक्नुहुन्छ। हिउँ यस्तै छ। यस्तो छ बाटो। पुरै हिउँ छ साथीहरू। हिउँ ढुङ्गा अलिकति ढुङ्गामा लाग्यो भने त तल कहाँ पुगिन्छ यी हेर्नुहोस् बाक्लै हिउँ छ यतातिर। हल्का बाटोमा सुके जस्तो छ हिउँ त। माथि त बाक्लै हिउँ छ साथीहरू। यो बाटो हामी झर्दैछौँ। हामी 2 जनाको टोली मात्रै छौँ। फेरि बेलामै हामी चाहिँ बाइक राखेको ठाउँमा पुगिसक्नुपर्छ है साथीहरू। अब चाहिँ हामी झर्दैछौँ। अब उता गएपछि तपाईँहरूलाई दृश्य देखाउनेछु। यस्तो छ साथीहरू यहाँको हिउँको अवस्था। यो पुरै फेरि यो होइन कि यो माथि मात्रै। यो पुरै हिउँ जस्तै पुरै टाँसिएर बसेको छ है साथीहरू।
यो पुरै टाँसिएर बसेछ, जति गर्दा पनि नजाने। यो चाहिँ ढुङ्गा जस्तै भएछ, कडा एकदम है। ल साथीहरू भिडियोसँग बस्दिनु ल। अब चाहिँ त्यहाँ तल गएपछि म तपाईँहरूलाई दृश्य देखाउने छु। ल है साथीहरू, फाइनली हामी 2:30 बजे यो छम्माताल मुस्ताङ जिल्लामा रहेको यो छम्माताल पुग्यौँ। छेमाताल पुग्यौँ। यहाँ हेर्न सक्नुहुन्छ पुरै जम्या छ। तेरिका लेयर त तलैसम्म रहेछ क्या सर? के छ? पातलो भएछ? ल ठिक छ। अब यहाँनिर आइयौँ है साथीहरू, छम्माताल आइयौँ। खुसीको त सीमा छैन। यहाँ हेर्नुहोस्, हिमाल, निलगिरी हिमाल मुनि रहेको यो छेमाताल पुरै जम्या छ। हेर्न सक्नुहुन्छ एउटा काठ यो जमेर यहाँनिर जाममा परेर रहेछ। यसको चाहिँ चारैतिरको भ्यू म अहिले तपाईँहरूलाई देखाउने छु। एकछिन हामी चाहिँ सामान्य रमाइलो गर्छौँ है साथीहरू, डोन्ट माइन्ड। अब चाहिँ यहाँनिर सामान्य सेल्फी भिडियो फोटो कार्यक्रम हुन्छ। हुन त हामी 2 टोली मात्रै छौँ, 2 जनाको टोली मात्रै छौँ। तैपनि स्मरण गर्नलाई चाहिँ सामान्य भिडियो फोटोहरू हामी बनाउँछौँ। कृपया हाम्रो भिडियोसँग जोडेर बस्दिनु होला है। साथीहरू हामीले छेमातालमै छौँ। यहाँ हेर्न सक्नुहुन्छ म यहाँ छेमातालमा यो पाइला टेक्दै हिँडिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ तालै हो है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हिमालको पानी आएर चाहिँ यो जमेर रहेछ। पानी नै पुरै पानी भन्दा पनि तालै जमेको रहेछ यता चाहिँ। यो हेर्न सक्नुहुन्छ यो पुरै जमेको छ। यहाँ सानो सानो यो काठहरू पनि छ यता, यो हिउँले जमाएको हेर्न सक्नुहुन्छ। यो मुस्ताङ जिल्लामा रहेको यो छेमाताल है साथीहरू। तपाईँहरू कहिले आउनुभयो, मुस्ताङ आउनुभयो भने छेमाताल चाहिँ अवश्य रूपमा आउनु होला साथीहरू। यो हिउँकै हिमाल के अरे हिउँदयाममा नै घुम्नुपर्ने ठाउँ रहेछ यो ताल जमेको हेर्न पाइन्छ यता। तिलिचो ताल त जान अलिक गाह्रै हुन्छ। यो छेमाताल चाहिँ मजाले चाहिँ आएर घुम्न रमाइलो गर्न सकिने रहेछ यतातिर। हेर्न सक्नुहुन्छ यो ठ्याक्कै यो निलगिरीकै काखमा रहेको यो छेमाताल है साथीहरू। हामी त माथिसम्म गएको थियौँ अघि, बाटो बिर्सेर माथि गएर त्यो ठ्याक्कै यो के अरे निलगिरीकै बेस क्याम्प नजिक भनौँ न, त्यहाँसम्म पुग्यौँ। त्यहाँबाट फेरि फर्केर आयौँ यतातिर। जस रमाइलो भयो यात्रा चाहिँ। अब यो छेमातालको दृश्य तपाईँहरूलाई देखाइरहेको छु म। कृपया हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। भिडियो मन परेमा लाइक गरिदिनु होला। र केही सुझाव सल्लाह र अन्य केही प्रतिक्रिया छ भने यो कमेन्ट मार्फत चाहिँ दिन सक्नुहुन्छ है साथीहरू। सकारात्मक प्रतिक्रिया दिनु होला। पक्कै पनि सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको छु मैले। यो चाहिँ छेमाताल है साथीहरू। अर्को पार्ट पनि रहेछ, उतातिर पार्ट रहेछ, बिचमा बाउन्ड्री रहेछ यता। म अर्को पार्टमा पनि जान्छु अहिले। यो चाहिँ अहिले सामान्य रूपमा चाहिँ छेमातालको यो दृश्य देखाएँ मैले है साथीहरू। कृपया भिडियोसँगै बस्दिनु होला है। ल साथीहरू, यो चाहिँ छम्मातालको रमाइलो दृश्य यहाँ हेर्न सक्नुहुन्छ। म हिउँको फुटबल खेल्दैछु यहाँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हिउँको लेयर यति माथिसम्म छ कि यहाँ फुटबल पनि खेल्न सकिने रहेछ। ओहो कायदा ओहो, हेर्नुहोस् है साथीहरू, हेर्नुहोस् छम्मातालमा। तपाईँहरू कहिले आयो भने चाहिँ, मुस्ताङ आयो भने चाहिँ अवश्य पनि यतातिर आउनु होला साथीहरू। म सल्लाह दिन्छु है। हिउँदयाममा आउनु होला, देख्न सक्नुहुन्छ। यो चाहिँ ताल जमेको दृश्य देख्न सक्नुहुन्छ तपाईँहरू है। ठ्याक्कै यो निलगिरी हिमालकै काखमा रहेको निलगिरी हिमालको पानी बगेर यो ताल बनेको भन्ने बुझाइ छ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ छेमातालै हो साथीहरू। हेर्न सक्नुहुन्छ कस्तो पानी जमेर चाहिँ पुरै ठुलै लेयर बनिसकेको रहेछ। यहाँ अलिअलि
यो हेर्न सक्नुहुन्छ पहिलेदेखि नै यो जमेको यो हो साथीहरू है। यहाँको रमाइलो दृश्य मैले तपाईँहरूलाई देखाएँ। आशा छ भिडियो मन पराउँछ तपाईँहरूलाई। कृपया यो भिडियोलाई लाइक गरिदिनु होला अनि यसो सेयर पनि गरिदिनु होला। आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट मार्फत दिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला है साथीहरू। छिमेतालको भागहरू यो दुईवटा भागमा रहेछ। यो यतापट्टिको भाग भयो साथीहरू र यो अर्कोपट्टिको भाग है साथीहरू। यो चाहिँ हेर्न सक्नुहुन्छ यहाँ छिमेतालको खासियत पानी जमेर माथिसम्म लिएर आएको रहेछ। यो हो ल ठ्याक्कै हिमालकै काखमा रहेको यो ताल चाहिँ छिमेताल, मुस्ताङ जिल्लामा अवस्थित यो छिमेताल। हामीले कुन बेला पढेका थियौँ सुनेका थियौँ। अहिले चाहिँ हामी चाहिँ यहाँनिर आएर चिप्लेटी खेलेछौँ। कस्तो रमाइलो हेर्नुहोस्। मान्छेको जिन्दगी कहाँ पुर्याउँदो रहेछ ठिकान छैन साथीहरू। यहाँको खासियतहरू अहिले पनि अझै पनि म देखाउँदैछु। अवश्य पनि यो भिडियोसँग बस्दिनु होला है त साथीहरू। ल साथीहरू यो चाहिँ छिमेतालकै अर्कोपट्टिको भाग हो। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ पनि बेग्लै छ। यो हिउँको लेयर चाहिँ माथिसम्मै आएको रहेछ। यी हेर्न सक्नुहुन्छ है पुरै। हेर्नुहोस् है साथीहरू, हेर्नुहोस्। आज तपाईँहरूले हेरिहाल्नुहोस्। यो छिमेतालको भ्यू हो। म अहिले छिमेतालमा चाहिँ मजाले आनन्दले घुमघाम गर्दैछु। ठ्याक्कै छिमेतालमै हो है साथीहरू। फेरि यो होइन कि किनारमा या चाहिँ यताउति त्यस्तो होइन। यहाँ हेर्नुहोस् यो हेर्न सक्नुहुन्छ। यो हिउँ आनन्दको दृश्य छ है साथीहरू। यहाँ जङ्गलै जङ्गल भएको यो हिमालकै ठ्याक्कै काखमा एकदम काखमा छेउमा रहेको यो छिमेताल मुस्ताङ जिल्लामा अवस्थित। ल साथीहरू यही हो है छिमेताल। अब चाहिँ हामी चाहिँ छिमेतालबाट निस्किने क्रममा छौँ। मजाले साथीहरूले पनि रमाइलो गर्दै हुनुहुन्छ। हामी पनि मजाले रमाइलो गऱ्यौँ। भिडियो चाहिँ यहीँमा छ हेर्नु होला। यो चाहिँ निलगिरी हिमाल। यता पनि हिउँ जमेको रहेछ। निलगिरी हिमाल है साथीहरू। यो चाहिँ यहाँको दृश्य हो साथीहरू। आशा छ भिडियो तपाईँहरूलाई मन पर्नेछ। आफ्नो प्रतिक्रियाहरू पनि दिँदै गर्नु होला। सुझाव सल्लाहहरू पनि केही छ भने दिनु होला। भिडियो मन परेमा लाइक गरिदिनु होला र च्यानललाई चाहिँ सब्सक्राइब अवश्य पनि गरिदिनु होला है साथीहरू। यस्तै रमाइलो दृश्यहरू म तपाईँहरूलाई उपलब्ध गराउनेछु है साथीहरू। अब चाहिँ हामी तल झर्छौँ। तल झर्नु भन्नाले हाम्रो जमसम जाने बाटोतिर लाग्छौँ। यहाँ एकछिन रमाइलो गऱ्यौँ। अब बाटोको पनि झर्ने क्रममा पनि दृश्यहरू राम्रो दृश्यहरू भयो भने चाहिँ म तपाईँहरूलाई अवश्य पनि देखाउनेछु है साथीहरू। कृपया भिडियो चाहिँ पुरा हेरिदिनु होला। एकदम रमाइलो दृश्य छ है साथीहरू। यो छिमेतालको सुन्दरता भनेको हिउँदै याममा पुरै पानी जमिने र जमिसकेपछि चाहिँ त्यहाँ माथि चाहिँ यसो चिप्लेटी खेल्ने रमाइलो गर्नेलाई चाहिँ हुन्छ। हेर्नुहोस् है दृश्य। घाम पनि मजाले लागेको रहेछ। अब चाहिँ घाम अस्ताउने क्रममा छ। हामी चाहिँ आफ्नो यहाँ बाटोमा लाग्छौँ। ल हेर्नुहोस् छिमेतालमा चाहिँ हामी यो आगो बालेर एकछिन न्यानो हुँदैछौँ। यो हिउँ खेलेर चाहिँ साह्रै चिसो भयो। म एकछिन लडेँ पनि त्यहाँ चिप्लिएर।
यो चाहिँ आगो बालिरहेको अवस्था छ। आगो बालेर हामी एकछिन न्यानो भयौँ। अब हामी चाहिँ लाग्छौँ है साथी। ल हुन्छ ल है त साथीहरू। ओहो एकदमसँगले तपाईँको पानी जमेर माथिसम्मै लिएर आएको देख्न सक्नुहुन्छ है साथीहरू। यो दुईवटा पार्ट, यो पार्ट भयो, यो पार्ट बिचमा चाहिँ अलि सुक्खा बाटो छ है साथीहरू। ल